लेकिन ये साला कर क्या रहा है यहाँ पे? एकदम ठिक छ हैन हामीले चाहिँ दिदीलाई ढाँटेर आउँदैनौँ हामी बुटोले छौँ भनेर आएका छौँ अब हेरौँ है के भन्नु रहेछ नैसलाको बाटो हो यिनीहरू यही घर हो कि जस्तो लाग्छ हामीलाई यही घर पक्कै हाम्रो दिदी त्यहाँ हुन्छ ठुली त्यहाँ हुन्छ हामीलाई देख्नु भएन अनि केही भन्नु भएन देख्नु भएन हामीले आछौँ भने हैनौँ कि त्यही भएर होइन हाम्रो दिदीको घर आएर भात खानु तपाईँको फेरि कोट्टाले हो कोट्टाल हाम्रो खाँदै हुनुहुन्छ हामीभन्दा पहिला अगाडि हामी नआउँदै उहाँले भइसक्नु भएको हजुर ए हो बोको सक्यो कि छ हजुर हामी भट्रै किन चिन्नु तिमीलाई सरप्राइज दिन लाग्यो सरप्राइज दिदी खोइदाइको होइन अहिले भक्करे कान्छाले यस्तो यस्तो भन्थे भन्छुर त ल आए चिन्नु भएन हामी यति उभिबी आधी घन्टा तपाईँले देख्नु भएन बाइक वहाँ माथि छ अलि माथि माथि घुम्टीमा अरू दिदी सन्चै हुनुहुन्छ खै त हाम्रो मान्छे आएनन् गाउँतिरबाट घरतिरबाट हाम्रो बुवा गइसक्नु भयो ए के अरे उहाँबाट फोन गरिराखेका अनि उनीहरूको होचको फेरि फुलपानीको यत्नै हाम्रो एकन्ताको दाइको नै कति छन् र दिदी बोका के गरेर काटेर भइए दिदी बोका भइए भन्नुहुन्छ त छैनन् ए ठुल्ठुला थिएनन् र बोका बाख्रा त भैँसी कति पाल्नु भएको छ त भैँसी हो र यस्तो साग आमामा ल बुटोल काठमाडौँ बस्नेले याद गरेर बसौँ है यहाँ साग चाहिँ हेर्न चाहिँ पाइन्छ खान पाइन्न यो हेर्न चाहिँ ऐसा मत करो मेरी जान लाइफ में कुछ अच्छा करो यार दिदीले हाम्रो दिदीको करेसा बारीमा फलेको साग अनि यता यी घिरमला यिन के हुने नि आमामा घिरमला हुन् कि के हुन् बुटाभरि छन् खाने चिज बेलाउती छैन दिदी बेलाउती छैन अहिले ओहो करेसा बारीमा सिमी फले खान दिदीका ल सुन्तला खाइदिएर सक्दैछन् सुन्तला त ल है सुन्तला फुल खेल्दै आयो के हो सुन्तला त गेडै छैन नि त हो गाइज यार कति साना गेडा हुन् सुन्तलाका सुन्तला ऊ पारी रहेछ ठुलो त साना रहेछन् कि यहाँनिर हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ सुन्तलाको गेडा ल हेर्नुहोस् कति साना हुन् निखारी रहेछन् के सुन्तला चोरे दिदीका सुन्तला ल साथीहरू यो गाउँतिर आइएछ रमाइलो गर्ने हो अनि मासु चट्ट यहाँ झाइसल्लाभरिका मासु खाएर सकेर जाने झाइसल्ला गाउँभरिका मान्छेका मासुभरि सकेर जाने हो